माथिको बिल्डिङ, यो माथिको टपमा गएर हेर्दा चाहिँ कस्तो भ्यू देखिँदो रहेछ ल साथीहरू, पख्नुहोस् है एकैछिन। माथि टपमा पुगेर अनि बत्तीस तला 62 तलाबाट चाहिँ योकोहामा सिटी हेर्न आएको छु। रातिको नाइट भ्यू तपाईँहरूलाई पनि देखाउँदैछु है त। ल लेट्स गो है त। तल झरिन्छ कि क्या लडिन्छ कि क्या। यो चाहिँ योकोहामाको माथि 62 तला ल्यान्ड मार्क प्लाजाबाट देखिने भ्यू हो यो चाहिँ। ल हेर्नुहोस् त, अघि मैले तलबाट माथि जाने है भनेर भनेको थिएँ नि, हो त्यहाँबाट देखिने भ्यू चाहिँ यही नै हो साथीहरू है त। गजब छ नि होइन योकोहामा। यता पर चाहिँ समुद्र छ पुरै होइन। योकोहामाको 62 तला माथिदेखिको भ्यू हो यो है। 62 तला माथिदेखिको भ्यू है त। केही छ पुरै, तर मलाई चाहिँ हिँड्न डर लाग्यो यहाँ त। तला माथि हो 62 तला माथि द ल्यान्डमार्क टावरको माथि योकोहामाको यहाँ यस्तो देखिँदो रहेछ सहर। यो तल सबै सबै सिटीहरू देखिँदो रहेछ क्या। म हल्लिन्छ पनि पुरै डर लाग्यो यार म त। के हो यो यस्तो आमामा अबुई है। यो हेर्नु त म्याप, सबै म्याप छ क्या। म त डर लाग्यो यताबाट जानु पर्यो। अब 62 तला माथिबाट फेरि पनि म तपाईँहरूलाई भ्यू देखाउँदैछु ल। यता क्यामेरा ल्याइदियो नि त है। कति राम्रो ओ माई गड है। पारी पारीसँग देखिँदो रहेछ ए रे खै। अनि तल देखाउँ त, तल सिधा तल। ओहो कस्तो राम्रो हो। हामीले चाहिँ के अरे टिकटकमा इन्टरनेटमा हेर्दाखेरि चाहिँ यो योकोहामाको भिडियो चाहिँ हामीले देख्छौँ नि यसरी होइन। यो विशेष गरेर यो पिङ अनि यो त्यो बिल्डिङ देख्छौँ नि होइन। हो त्यो चाहिँ यो ल्यान्डमार्क प्लाजाको माथि 62 तला माथि आएपछि चाहिँ हामीले यस्तो भ्यू चाहिँ नाइटमा चाहिँ देख्न सक्छौँ है। अघि चाहिँ उताबाट आएको, त्यहाँ डिजिटल म्यापमा पनि टेक्यो। त्यहाँ टेक्दाखेरि चाहिँ तल के छ त्यो सबै देखिँदो रहेछ होइन। अनि त्यहाँबाट आयौँ, म आएँ र अहिले चाहिँ यतापट्टिको भाग चाहिँ देखाउँदाखेरि चाहिँ तपाईँहरूलाई यहाँ देखाउनु सक्दाखेरि चाहिँ त्यहाँनिर सिधा त्यहाँ परतिर स्टेडियम रहेछ। अनि यहाँ तल भुइँमा हेर्नुहोस् त कस्तो चाहिँ ग्रान्ड डिजाइनिङमा बनाइएको हो क्या। तल देखाइदिनु तल कस्तो ग्रान्ड डिजाइनिङमा बनाइएको सिटी हो क्या हेर्नुहोस् त है। सडक अनि तपाईँको बस्ती अनि तपाईँको तल माथि सब चाहिँ के अरे ग्रान्ड डिजाइनिङको साथमा बनाइदिएको छ। यहाँ देखाउनुहोस्, यहाँ देखाउनुहोस्। ऊ पर स्टेडियम छ। यस्तो झिलिमिली रहेछ कि साथीहरू। यो ल्यान्डमार्कको माथि चढेर हेर्नुभयो भने चाहिँ मस्तै रमाइलो हुन्छ है त है। अझै पल्लोपट्टि जानेछ ल, मलाई पनि देखाइदिनु न हौ एकचोटि। यो झिलिमिला मलाई चाहिँ कस्तो देखिरहेछ, ठिक छ नि होइन। ल ओके, अहिले फेरि अर्को पाटामा आइसकेको छौँ। अर्को पाटा पनि बवाल देखिँदो रहेछ है। दामी देखिँदो रहेछ यतापट्टि पनि हेर्नुहोस् त। यस्तो राम्रो छ कि, यस्तो राम्रो देखिन्छ कि है। अरे वाह, पुरै छोडिदिउँ न है। यो ल्यान्डमार्क प्लाजाको माथि 62-70 तलाबाट हेर्दाखेरि चाहिँ यस्तो भ्यू देखिँदो रहेछ। तपाईँहरू पनि आएर चढेर हेर्नु होला है त। ल साथीहरू, यो माथिबाट चाहिँ 750 को स्पिडमा माथि जाने अनि माथिबाट तल आउने गरेर चाहिँ सक्यो होइन। माथिको भ्यूहरू तपाईँले देखिहाल्नुभयो कति राम्रो छ भनेर। अनि यो चाहिँ योकोहामाको चाहिँ ल्यान्डमार्क प्लाजा भन्ने हो। एकदम 1000 रुपियाँ लाग्छ ल माथि चढ्नलाई चाहिँ टिकट चाहिँ। ओ माथि 750 को स्पिडमा झरेको कानै थुन्यो यार। कानै थुनिने स्पिड 750 को स्पिडमा एक तला त 1 सेकेन्डमै झर्ने क्या होइन। यस्तो
फास्ट लिफ्ट रहेछ है त्यो माथि यस्तो छिटो होइन आमा कान चुइँ गरेर बजेको क्या तपाईँहरू पनि चढ्नु होला है यो है